तपाईको जीवन बदल्न सबैभन्दा पहिला के बदल्नु पर्छ होला? के परिस्थिति बदल्न सकिन्छ? तपाई रहेको समाज बदल्न सक्छ? के अथाह पैसा चाहिन्छ जीवन बदल्न? यो कुनै पनि कुराहरू वास्तवमा सत्यता छैन। त्यो समाज तपाई हामी आफैले बनाउने भएको हुनाले सबैभन्दा पहिला हाम्रो मानसिकता बदल्न जरुरी छ। यो फेरि मैले आफैले भनेको कुरा होइन, यो चाहिँ विभिन्न अनुसन्धानहरूले देखाएको पनि छ। यदि हामी चाहिँ हरेक दिन म गर्नै सक्दिन, म अभागी छु, म कहिले पनि सफलता हासिल गर्न सक्दिन, म सफलता डिजर्भ नै गर्दिन भनेर हामी भन्छौं भने हाम्रो मस्तिष्कले पनि त्यही कुरा स्वीकार्न थाल्छ, त्यही कुरामा विश्वास गर्न थाल्छ र हरेक दिन म सक्छु, म अहिले पो सक्दिन तर म सफल हुनको लागि म अभ्यास गर्न सक्छु, म प्रयास गर्न सक्छु, म सिक्न सक्छु, म आफूलाई इम्प्रुभ गर्न सक्छु भन्यौं भने हाम्रो मस्तिष्कले पनि त्यो सक्छुलाई चाहिँ विश्वास गर्न थाल्छ। सुन्दाखेरि हामीले साधारण लाग्छ, तर यस सामान्य र एउटा साधारण लाग्ने कुराले नै हाम्रो जीवनमा चाहिँ असाधारण परिवर्तन चाहिँ ल्याउन सक्छ। त्यसैले एउटा महत्त्वपूर्ण कुरा हामीले विश्वास गर्नै पर्ने कुरा के हो भने आज हामी वर्तमानमा जहाँ छौं, जे छौं, हाम्रो विगतको, हाम्रो मानसिकता र हाम्रो डिसिजनको परिणाम हो। आज हामी जुन अवस्थामा छौं र भविष्यमा हामी जुन ठाउँमा हुने छौं, त्यो भोलिको पुग्ने ठाउँ पनि हाम्रो आजको मानसिकता र हाम्रो आजको डिसिजनको परिणाम हुनेछ। त्यसैले थिंक पोजिटिभ, कहिले पनि नेगेटिभ नसोच्नु होला। म सक्दिन हैन, म अहिले पो सक्दिन, म प्रयास गर्न सक्छु, आफूलाई इम्प्रुभ गर्न सक्छु भन्ने कुरामा चाहिँ हामीले विश्वास गर्नुपर्छ र हाम्रो मस्तिष्कले पनि सक्छु भन्ने कुरालाई चाहिँ विश्वास गर्छ। गुड नाइट।